तीनजना भर्सेस एकजना हुन्छ नो नो दुई चार जना हो ल ल ल ल ल उहाँ कञ्चनाजीसँग बस्नु पर्ला जस्तो म चाहिँ जोसँग को बस्छ बस्ने? बस जो भन्दा तँ नानी आउँछ नआउँछ न तँ अनि त्यही भएर त कञ्चनाजीसँग भने नि कञ्चनाजी ल हजुर हुन्छ जो बसे पनि हुन्छ ल ओके ल ठिक छ कञ्चनाजी हजुरको छोरा छोरी ठोक्नु छैन पर्दैन नि? यिनीहरूलाई छैन मेरो त ढुक्क हुनु के को हुन्छ एकलाई ठोक्छु गाइस 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 ओके चुप्प लागेर बस्छ तिमीहरू है गाइस ल डबल ट्याप गाइस सबैजना मिलेर गाइस ल किप गाइस ट्यापिङ गाइस 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 ओहो गफ हानेर गफ त हानियो हिरो त बनियो केटा हो अब सब एकचोटि गाइस ट्रिपलमा दामी खालको डगी आइदिएर यार गाइस ट्रिपल गाइस डगी सर्ट हेर्नु डगी गाइस 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 कम गनी सकि गनी अब ल डगी सर्ट देख्नु भयो नि हैन हजुरहरुले ओ सोल्टिनी ज्यू च्याङबा अनि सन्चै हुनुहुन्छ तपाईँ ट्याप गर्नै मुटुहरु सबैजना गाइस ल चारटा फुल गाइस फोटोस ओपन गाइस ओपन गर्नु पर्यो मुटुहरु गाइस चारवटा ओइ अलिक स्कोर आउने मान्छेले अलिक थर्काउनु पर्यो का खेमे यसो मार्दिउ कि खै आउ न खोइ आउ के गरे खोइ त भएन गाइस एक नारी 100 माथि भारी भनेर डायलग मात्र दिनी मैले त्यही भएर भनेको कि 3 जना भर्सेस एकजना गरौँ भनेर भनेको थिएँ क्या फेरि अब होइन हिस्सा बुढी किच्चा जात तिमीहरूको काम भनेको लाटोले पापा हेरे जस्तो हेर्ने हेर्ने हो। दबाउने अनि त्यस पछाडि बस्ने ओके अनि ल खा उनीहरूले जित्यो भने हामीलाई पैसा हालिदिनुहोस् भनेर हुन्छ त मागेर अनि कहाँको पैसा माग्छु नि यो हुँदैन नि त सोल्टिनी भुटिनीलाई 5 इयर हुन सक्दैन ह्यापी बाई सोल्टी वेलकम सोल्टिनी झर्दैन त के हो यत्रो ठुल्ठुलो गाइज यहाँ डाउन भइसक्यो क्या गाइस थोरै जितौँ न अनि यस्तो जित्यो खोइ त कम्पिटिसनै छैन अनि यहाँ 5 इयर कम्पिटिसन नै छैन लु यो गेम लगाउनु ल के हो ल, हाम्रो हेर्नु न मान्छेहरू फेरि। भर्खर आउँदैछ के साह्रो हेपेको हा तपाईँ हारिसक्नु भइसक्यो एकचोटि निन्द्रामै गाइस अरू कुरा मलाई थाहा भएन यो खेमजीको झार्नु पर्यो गाइसहरू लेट्स गो एक गेम निन्द्रामै हुनुहुन्छ है निन्द्रामै एकचोटि हारिसक्नु हो खोइ तपाईँहरू चुपै त्यहाँ स्कुल आएको छैन चुपै ठोक त मान्छेलाई मैचान लेट्स गो गाइज मुर्रा ग्याङ चुप लाएर बस है कसले बोल भनेको छ लास्ट सरम छैन बिना स्कोरमा स्कुल आएको छ बोल्नु बोल्नलाई के मेरो मान्छेमा ठोक्दै मान्छे छैन हेपेको यहाँ ल बोल्नु पर्यो नि फेरि भित्तामा टास्ने गरी यिनीहरू लेगाली मैचान अनायस आमा छोरा यिनीहरू आमा छोरा चुप भयो। लेट्स गो एभ्रीबडी डबलमा खेलौँ साथीहरु प्लिज गाइजहरु यो गेम कसरी हुन्छ जित्नु पर्यो गाइस एभ्रीबडी डबल लेट्स गो ठोक लेगाली मैचान ठोक डबलमा खेलौँ न प्लिज गाइजहरु डबल लेट्स गो लास्ट सर खोक्न पनि पाउँदैन यहाँ खोक्न पनि पाउँदैन यहाँ खोक्न पनि पाउँदैन बोल्दैन हौ भोटी नि मेरो त यहाँ स्वर दुखेको छ हौ ए बोल्ने स्थिति पनि छैन मेरो यहाँ झन् चुपै चुप त्यो आमा छोरा के भएको कोही हात हल्लाएको कोही छ कोही मिस मिस खेमेलाई मैले लान्छ भने आमालाई भन्दैछ अहिले। ओइ लाज पचेको आइमे ओइ लाज बचेको आइमे तँ जाने भए जाए त यहाँ बकवास गर्न नआइज यहाँ यिनीहरूलाई दिने मुसलमान तपाईँ त्यसरी बोल्छस् 500 पुग्ने अवकाश छैन बोल्छस् ओ तर किन हात हल्लाएको मेरो यहाँ हात किन हल्लाएको कम्प्लिट गर्नु पर्यो यो किन पुगेको यो हजुर यिनीहरूलाई पनि दिनुभयो मुसलमान तपाईँ यसरी लाज शरम छैन यार गाइजहरु गेममा बसेपछि त अघि हामी गेमभरि चुप लागेर बसेको थियो कि थिएन डबल ट्याप गरौँ न गाइजहरु ओइ 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 किन हात हल्लाएको के भएको लुखा बेटी ओए साला सास नबेको सास नबेको छुप्लाक प्यातर प्यातर यसरी आमामा के किन आएको गरेर बस्नु लागिरहेको छ आमा
झल्टुङ आयो मेरो छैन हाम्रो चाहिँ आमा के गर्दा भनेर यसो बस्दिएको त पेलेको हेर पेलेको आमा के भन्दै थियो अरे खेमे यस्तो रे का यसले मलाई का खेमेलाई मैले लान्छ भनेर यसले मन पराउँदै रहेछ खेमेलाई होइन अनि अब हुनु त उमेरमा खेमे म भन्दा भाइ नै हो गाइस होइन उसलाई म भाइ जस्तो सम्झिन्छु र यसले डराएर लान्छ भनेर होइन आमा छोरा रे कति जेलस भएको क्या यसलाई ए भगवान तँलाई त्यति साह्रो डर लाग्यो नि हाम्रो त यस्तो के हात लगाइरहेको हाम्रो लाइफमा हातमा हामी चाहिँ पनि हल्न सक्छ अनि आफैले हल्छ खेमेले मलाई लाइन हान्छ भनेर मन पराउँछ भनेर यसलाई कति जेलस भएको क्या हतार हतार आमा छोरा रे क्या गाइज बुझिस् नि कति साह्रो आरिस लाग्यो तँलाई ओ आरिसी नि के अरे आई मेरे मलाई झाल्टङहरू तिमीहरू नानीलाई छोडेर किन यसलाई पाएको खेमे बालन प्रधानमन्त्री भइसक्नु भएको छ चुपचाप साइलेन्ट पारामा बस मनिदारलाई अब फेरि कहाँ बालेको कुरा अहिले फेरि तपाईँलाई जेलमा हाल्नलाई अनि हाम्रो नेपालको प्रधानमन्त्रीको ब्यालेन्स होइन त अनि भइसक्नु भएको छ त अनि भइसकेको कुरालाई भन्दा कसले जेलमा हाल्छ फेरि अकड कुरा नगर न यार तिमी फेरि तपाईँ अहिले सराप्नु पनि होला नि त भनेर क्या फेरि सराप दिन म त के को सराप चाहिँ ब्यालेन्सलाई त रेस्पेक्ट हो माया छ गो एन्ड वाच द किड टु मम गाइस सोल्टीले हँस सोल्टी ठोक्नु पनि पर्यो क्या अलिअलि यसो नहँसाउनु न कमेन्टमा